Good mate? You alright? Good. भाइ त्यो आज जानुपर्ने 1000 किलो सुन गएन नेपालको हेर्दु त ल म बुझिहालेँ है त भन्सारमा को छ आज भन्सारमा त्यो पहिलाकै छ दाइ त्यसलाई तर अलिक चेन्ज गर्नुपर्ने छ त्यसले पैसा लियो दाइ 20 करोड पैसा बुझाएको नेपाली तर त्यसले राम्रो काम चाहिँ गरेन दाइ यसो गर न 5 किलो सुन तै राख भन्नु पर्यो किचिकिच धेरै किचिकिच गर भने चाहिँ हजुर साथी अबे जब डन अल अल ओके ल भयो है दुबईबाट उड्यो ल दुबईबाट उड्यो है यो हो नि त केटा जब भनेको यस्तो खतम यसो गर नेक्स्ट के हो थाहा छ यो 1000 किलो सुन नेपाल पुग्छ हैन त्योभन्दा पहिला चाहिँ तिमीहरूले एउटा काम गरिदिए गर अहिले सिङ्गापुर एयरलाइन्सको प्लेन बिक्रीमा छ हैन त्यो रुटै किन्दियौँ हामी जम्मा $2 बिलियन हो $2 बिलियन अहिले हामीसँग इनफ बजेट छ दाइ बजेट छ है अनि एकदम राइट टाइम टु इन्भेस्ट होइन दाइ गुड गर्नुपर्ने हुन्छ दाइ के प्लेन कहाँको किने भाइ प्लेन चाहिँ हामीले फ्रान्सको लियौँ होला है फ्रान्सको होइन भाइ होइन होला दाइ अब हरेक कारोबार युएसएसँग भइरहेको दाइ हामीले युएसए चाहिँ गर्नुपर्छ फेरि ट्रम्प रिसाउला नि ट्रम्पसँग त म मिलाइहाल्छु एकचोटि तपाईँले कुरा गर्नु त ट्रम्पसँग त्यो बिटकोइनको बारे नि कुरा गर्नु पऱ्यो क्या दाइ हाम्रो के भयो त्यो सल्टाएर चाहिँ त्यो चाहिँ ट्रम्पसँग चाहिँ कुरा गरिहाल्नु पऱ्यो दाइ Hey, good day, Tom. How are you, mate? You alright? Yeah. We want just two today and then one tomorrow. We're gonna sign tonight. Yeah, alright. Yeah, how much? Don't worry, mate. No, all good. Tom ठिक छ हैन $2 बिलियन आजै हाल्दै भने के त्यसले अनि कन्ट्र्याक्ट साइन गर्न म्यानेजरलाई फोन गरिहाल है ल त्यो प्लेनको काम सल्टाएपछि यो राइट टाइम कसरी हुन्छ नि एयर इन्डियाको सबै प्लेनहरू बिक्रीमा आउँछ नेक्स्ट इयर हाम्रो एकदम राम्रो पोर्टफोलियो बनाउनु पर्छ क्या यस्ताले कुरो बुझ्यौ नि मक्ससँग कुरा गरौँ मक्सलाई कुरा गरेर तिमीसँग मक्स राम्रो छ के छ मसँग भन्दा भाइसँग राम्रो छ नि त मक्सको म यसो गर मक्सलाई तिमीले आज बेलुका फोन गरेर हजुर चन्द्रमामा ल्याडर हाल्ने कुरा के भइरहेछ सोध क्या मेरो हिजो राति नै कुरा भएको थियो मक्ससँग एकदम काम चाहिँ यसो पोसिबलै सकाउने कुरो छ मक्सको चाहिँ त्यसलाई पब्लिकलाई सेयर दिने कि नदिने त त्यतिखेर अहिले हामीले अहिले नदिने दाइ हामीसँग इनफ छ हामीसँग इनफ बजेट छ दाइ All good. होइन बरु हामीले सकिन्छ भने त्यहीँनिर चाहिँ एउटा ठुलै प्रोजेक्ट गर्नुपर्छ दाइ होइन त गरौँ त्यहाँनिर हामीले स्टेसन बनाएर त्यसपछि मार्चमा लैजाने भनेको के मुनमा चाहिँ स्टेसन बनाउने त्यसपछि चाहिँ त्यसको नेक्स्ट स्टप चाहिँ मार्चमा बनाउने भन्ने प्लान हो है ल तिमीहरूले काम एकदमै राम्रो गरिरहेको छ केटा हो ठिक छ त अनि त्यो दुबईको शाहरुख टावर के भइरहेछ त्यो साग टावरको काम त भइसक्यो नि सबै फाइनलाइज भइसक्यो भइसक्यो भइसक्यो। ल म्यानेजरलाई एउटा जेट गिफ्टै देऊ तिमीहरूले त्यसो भए है ल एउटा जेट गिफ्ट देऊ एकदम राम्रो छ अब नेपालमा पोलिटिक्स चेन्ज हुँदैछ यतिखेर होइन यतिखेर हामीले चाइनाको सुनहरू सबै नेपालभित्रमा बन्छ एभ्री डे 1000 किलोको दरले है ट्रकमा हाल्ने सिधै कुन नाकाबाट छिराउनु दाइ यो केरुङ नाकाबाट मेरो कुरा भइसकेको छ त्यहाँ हो सबै डाउन भइसकेको छ Every day 1000 किलो है आज पनि दुईटा ट्रकमा आउँदैछ 2000 किलो उताबाट नि आउँदैछ फ्यान्टास्टिक भयो यो हो नि त तरिका काम गर्नेको तरिका यो हो क्या माथि गइसक्यो अहिले स्पिड यो लिमिट यस्तो स्पिडमा काम गऱ्यो भने नि तिमीहरूले केटा हो अब हामी विश्वको धनाढ्य व्यक्तिबाट हुनबाट रोक्ने कोही छैन क्या हामीलाई छ त कोही मक्स नै तरिसक्यो ऊ त काइन्ड अफ एक्लै जान खोजिरह नि त अहिले होइन अहिले युएसए को प्रेसिडेन्टसँग पनि उसले ल्याङ त्यसलाई सरप्राइज हान्दैन नि केटा त्यसको बर्थडेमा एउटा गिफ्ट देऊ न सरप्राइजै हुनेवाला छ दाइ त्यसलाई फाइटर जेटै देऊ न एउटा फाइटर जेटै दिने देऊ एउटा गिफ्ट देऊ त्यो हाम्रो रिजर्भ ब्याङ्क भएको पैसा छ नि त्यो चलाऊ है यसपालि चाहिँ किनभने हामीलाई अलिकति फ्रन्ट डेस्कमा पनि पैसा चाहिरहेछ क्या यताबाट पैसा अस्ट्रेलियाबाट ट्रान्सफर नगर जुन रिजर्भ ब्याङ्कमा छ त्यही नै चलाऊ ल कुरा बुझ्यो बुझेँ सुन्नु न अनि एउटा कुरा चाहिँ यो हाम्रो यो सेयर छ नि हाम्रो सेयर मार्केट आज चाहिँ कुनलाई बढाइदिने होला तिमीहरूले यसो गर आज कुल डाउन छोडिदेऊ किन आज फ्राइडे हो नि त होइन गुड फ्राइडे आज फ्राइडे हो मान्छेलाई पेनिक बनाउनु हुन्न क्या आज छोड्यो तर मन्डे बजार खुल्नु बित्तिकै सब उठाइदेऊ झ्यापचुप उठाइदेऊ नेप्सेको त स्वाटै नेप्से पनि खाइदिनु पर्यो दाइ त्यसपछि यहाँ अस्ट्रेलियाको पनि अलिकति हाल्नुपर्ने छ नत्र मैले के सोचेको त अहिले हामीसँग इनफ फन्ड पनि छ नि त मार्केट पुरै डाउन गराइदिउँ पुरै हामी नै हालिदिउँ न त त्यसको लागि त तिमीहरूले के गर्नुपर्छ भने एक हप्ता तिम्रो साइलेन्ट बस्नु पऱ्यो क्या